धेरै पछि खाली भएको बेला मैले एउटा सानो भिडियो बनाऊँ भनेर धेरै जसो क्यास फ्लो स्टेटमेन्टमा स्टुडेन्टहरू फर्मेटहरू घोक्ने र खासै राम्रोसँग बुझेको र प्र्याक्टिकल्ली बुझेको जस्तो नमानेको हुँदाखेरि इजी वेमा प्र्याक्टिकल्ली बुझाउनु भनेर भिडियो बनाएको छु। अम, यो बनाएपछि एकचोटि एक्जामको अघिल्लो दिन हेर्नुभयो भने पनि एकदम जस्तो सुकै क्वेसनहरू पनि डिल गर्न सक्छौँ। फर्मेट हेरेको भन्दा पनि यो अझै बेस्ट हुने हुनाले र प्र्याक्टिकल बुझ्ने जस्तो क्वेसनहरू पनि सल्भ गर्न सक्ने तरिकाले एक्सप्लेन गर्नेछु मैले आज। यसको लागि मैले एउटा क्वेसन लिएको छु जस्तो एबिसी लिमिटेडको छ। हाम्रो 2024 भनेको यो करेन्ट इयर र 2023 एन्ड भनेको हाम्रो प्रिभियस इयर भनेर छ। यसमा हामीलाई डेटाहरू दिएको छ जस्तो रेभिन्यू सिओजिएसहरू दिएर पिएटी प्रफिट आफ्टर ट्याक्स निकालेको छ। साथै एडिसनल इन्फर्मेसनहरू पनि दिइरहेको छ जस्तो अनि त्यसपछि आएर मेसिनरीको एडिसनल इन्फर्मेसनहरू छ, साथै ब्यालेन्स सिट पनि छ। ब्यालेन्स सिटहरूमा एकाउन्ट रिसिभेबल इन्भेन्ट्रीहरू गरेर यसरी क्वेसन दिएको छ। अब मैले यसलाई दुईवटा तरिकाबाट सल्भ गरेर देखाउँछु। एउटा डाइरेक्ट मेथड अनि अर्को इन्डाइरेक्ट मेथड। डाइरेक्ट मेथड त सजिलो नै छ, धेरैले बुझिसकेको पनि हो होइन। इन्डाइरेक्टमा थोरै कन्फ्युजन हुँदाखेरि मैले एउटा सानो ब्याकग्राउन्ड चाहिँ दिन्छु। क्वेसन सल्भ गर्नुभन्दा अगाडि इन्डाइरेक्ट मेथडमा भनेको अब हाम्रो अपरेटिङ एक्टिभिटिजबाट क्यास फ्लो निकाल्ने नै मेन कुरा हो होइन। बाँकीको इन्भेस्टिङ र फाइनेन्सिङ त सेम हुन्छ डाइरेक्ट मेथडसँगै होइन। यसमा हामीले कसरी निकाल्छौँ भन्दाखेरि जहिले पनि हामीले प्रफिट आफ्टर ट्याक्सबाट सुरु गरेर हामीले क्यास फ्लो निकालेर आउँछौँ अपरेटिङको होइन। यसमा ध्यान दिनुपर्ने कुराहरू दुई तिनवटा जति छ। जस्तो हाम्रो यो रेभिन्यूमा 6 लाख भनेर दिइरहेको छ। यसमा हाम्रो क्यास सेल पनि हुनसक्यो, क्रेडिट सेल पनि हुनसक्यो। हामीलाई रिलेभेन्ट भनेको क्यास रिसिप्ट भनेपछि क्रेडिट सेलसँग हामीलाई मतलब छैन होइन। त्यो हुँदाखेरि त्यो एउटा ध्यान दिनु पऱ्यो होइन। प्लस यसमा हाम्रो जस्तो 6 लाख राख्दाखेरि 1 लाख क्यास फ्लो आएको नि होइन। टोटलमा हामीलाई पैसा आएको भनेर यति भनेपछि हामीले यहाँ रेभिन्यू र सिओजिएसको इन्क्रिज र डिक्रिजको मात्रै कुरा गर्छौँ। किनभने अलरेडी यो 1 लाख निकाल्दाखेरि यो 6 लाख रुपियाँ राखेर होइन, 6 लाख रुपियाँ पैसा आएर 3,60,000 रुपियाँ पेमेन्ट गरेको हिसाबले त निक्लिया हो यो होइन 1 लाख। त्यो हुँदाखेरि हामीले यसमा ओन्ली इन्क्रिज र डिक्रिजको कुरा मात्रै गर्छौँ हो। अनि प्लस अर्को हामीले यसमा जस्तो 1 लाख निस्किनलाई त हामीलाई त कुनै कुनै कुराहरू जस्तो क्यासै नगएको पनि त हामीले घटाएर आउँछौँ। जस्तो 20,000 यो नन क्यास आइटमहरू होइन, 20,000 घटाएर आउँछौँ। त्यो त हामीले एडब्याक गर्नु पऱ्यो हो। अनि अर्को हाम्रो जस्तो कुनै कुनै इन्कम अथवा एक्सपेन्स यस्तो हुन्छ कि जुन हाम्रो अपरेटिङतिर पर्दैन। जस्तो सेल अफ मेसिनरी भनेको त हाम्रो अर्डिनरी बिजनेसको होइन एक्टिभिटिज होइन, यो अपरेटिङमा पर्दैन। त्यो हुँदाखेरि यो यहाँ हटाएर अरू ठाउँमा राख्नुपर्ने पनि देखिन्छ। जस्तो अर्को फाइनेन्स कस्ट। फाइनेन्स त हाम्रो इन्भेस्टिङ रिलेटेड हो होइन। यसमा आएर फाइनेन्स कस्ट भनेर समथिङको ब्यालेन्स दियो भने त त्यो हाम्रो एक्चुअल त इन्भेस्टिङ हो, त्यताबाट घटाउनु पऱ्यो। अपरेटिङै काम छैन। त्यो हुँदाखेरि त्यो घटाएर 1 लाख हाम्रो डिराइभ भएको इन्कम होइन। त्यो हुँदाखेरि हामीले त एडब्याक गरेर अपरेटिङमा देखाउनु पऱ्यो, त्यो फेरि गएर इन्भेस्टिङमा गएर घटाउनु पर्ने हुन्छ। त्यो भयो। अनि अर्को हाम्रो अझै एउटा कुरा जस्तो इन्कम ट्याक्स पेएबल हाम्रो त यो त अपरेटिङ नै हो। तर यसमा त हाम्रो प्रोभिजन पनि भएको हुनसक्छ होइन, सबै त होइन यो। त्यसको लागि हामीलाई ब्यालेन्स सिटबाट जस्तो
पेएबलबाट हामीले हेर्छौँ होइन। तर यो क्वेसनमा हामीले एक्चुअलमै 25,000 पे गरेको छ भनेपछि त हामीलाई निकाल्नु परेन कति पे गरेको छ भनेर होइन। एक्चुअलमा यति पे भइसकेको छ भनेपछि हामीले यो पेएबलबाट केही एडजस्टमेन्ट त्यस्तो गर्नु परेन, डाइरेक्ट त्यो नै भयो। जस्तो यसमा हामीलाई यो पे एक्चुअलमै नभनेको भए हामीले जस्तो इयर एन्डमा ओपनिङमा यति थियो, अहिलेको 35,000 खर्च भनेको 45,000, 45,000मा 8,000 पे गरेको छ भने 8,000 ब्यालेन्स रहेछ भनेपछि त्यसको ब्यालेन्सिङ फिगर त हाम्रो एक्चुअलमा पे गरेको भनेर आउँछ होइन। त्यो हुँदाखेरि यसमा हामीलाई एक्चुअलमै पे गरेको भनेर यति दिएको हुँदाखेरि हामीले यसमा एडजस्टमेन्ट गर्दैन। ल अब यति बेसिक कन्सेप्ट भएपछि हामीले क्वेसन सुरु गरौँ। मैले भने जहिले पनि हामीले यो पिएटीबाटै सुरु गर्छौँ होइन। अनि त्यसमा आएर जहिले पनि ट्याक्स एक्सपेन्स एड गरिदिएर हामीले प्रफिट बिफोर ट्याक्समै ल्याउँछौँ। किनभने हाम्रो ट्याक्स एक्सपेन्स अपरेटिङ भए तापनि हामीले लास्टमा छुट्टै एक्चुअल पेडवाला मात्रै घटाएर आउँछौँ। त्यो हुँदाखेरि जस्तो हाम्रो अब एन्सरमा गएर हेर्दाखेरि प्रफिट आफ्टर ट्याक्स 1 लाख थियो, 35,000 मैले जोडेर पिबिटीबाटै सुरु गरिदिएँ होइन। अनि त्यसपछि मैले अर्को कुरा के भनेको थिएँ भन्दाखेरि अपरेटिङ एक्सपेन्समा नपर्ने, जस्तो एउटा क्यास नगएको हुनसक्छ, अर्को हाम्रो अपरेटिङ आइटम नभएको हुनसक्छ, जस्तो फाइनेन्स कस्टहरू भयो, अनि सेल अफ मेसिन भयो। त्यसलाई हामीले उता जोडेकै थियौँ भने घटाइदिन्छौँ, घटाएको थियौँ भने जोडिदिन्छौँ। जस्तो डेप्रिसिएसन उता घटाएको थियौँ होइन। मैले यसको लजिक पनि भनेँ, किनभने 1 लाख इन्कम पिएटी निकाल्नको लागि होइन हामीले 20,000 घटाएर आएको नि, तर त्यो त एक्चुअलमा क्यास घटेको त होइन। हामीले यसमा त सबै क्यास आउन जाने मात्रै हेर्ने हो होइन। त्यो हुँदाखेरि यसमा 20,000 हामीले जोड्यौँ। अनि जस्तो गियर अन सेल भनेपछि मेसिनरी भनेपछि यो पनि हाम्रो अपरेटिङ होइन, हामीले यसलाई छुट्टै डिल गर्छौँ। यो गेन मात्र होइन, टोटल एक्चुअलमा कति क्यास आयो भनेर हामीले छुट्टै हेर्छौँ होइन। त्यो हुँदाखेरि अहिले हामीलाई यो त 1 लाख डिराइभ गर्न त यसले पनि हेल्प गरेर आज 5,000 जोडेर नै आएको, उता जोडेको थियो भनेपछि यता घटाइदिन्छ हो। अब मेन भनेको हाम्रो यतिमा छ। ल वर्किङ क्यापिटल चेन्ज हाम्रो एकाउन्ट रिसिभेबल एकाउन्ट पेएबलको जिएसको हाम्रो यो दुईवटा एडजस्टमेन्ट गऱ्यो भने एकदम ध्यान दिनुपर्ने मेन यसैमा। मैले अघि नै भनिसकेँ 6 लाख राखेर पैसा आएको मानेको अनुसार हामीलाई 1 लाख आएको होइन। हामीले स्टार्ट गर्दा नै 1 लाखबाट गरेछौँ भने हाम्रो 6 लाख पैसा आएको अनुसार हामीलाई 1 लाख पैसा आएको हुन्छ भनेपछि हामीले जहिले पनि यो रेभेन्यू र सिओजिएसमा जहिले पनि इन्क्रिज र डिक्रिजको मात्रै कुरा गर्छौँ। एक्चुअल पैसा आएको डाइरेक्ट मेथडमा एक्चुअलमा पैसा आएको हेर्छौँ, किनभने यो अलरेडी 6 लाखको रुपियाँ पैसा आएको भनेर हामीले 1 लाख निकाले हो। हामीले 1 लाख त राखिसकेको छौँ उता, त्यहाँबाट सुरु गरेको छौँ। त्यो हुँदाखेरि त्यो हामीले यसमा इन्क्रिज र डिक्रिजको मात्रै कुरा गर्छौँ। अर्को ध्यान दिनुपर्ने कुरा जस्तो स्यालेरी एक्सपेन्स यति 60,000 छ, यदि यहाँ पेएबल छ भनेर आएको भए होइन, यसमा त एक्चुअल त्यो पनि पे नभएको हुनसक्छ, हाम्रो थप घट हुनसक्छ होइन। पेएबल भनेर यति 60,000 आएछ, इयर एन्डमा गएर 10,000 बाँकी रहेछ भने हामीले त्यही एक्चुअलमा 50,000 मात्रै पे गरे हुन्छौँ। हामीले त क्याससँग डिल गर्ने हो यसमा, क्यास आएको। त्यो हुँदाखेरि हामीलाई 50,000 मात्रै रिलेभेन्ट हुन्थ्यो होइन। त्यो हुँदाखेरि हामीले त्यसरी हेर्छौँ। अब यसमा हाम्रो स्यालेरी र रेन्ट एक्सपेन्सको त केही पनि छैन, यहाँ पेएबल भनेर देखिँदैन भनेपछि हामीले मान्छौँ 60,000 र 30,000 एक्चुअलमै पेड भएको। त्यो हुँदाखेरि त्यही अनुसार गर्छौँ। अब जस्तो अब अर्को भनेको सबभन्दा ध्यान दिनुपर्ने यो एकाउन्ट पेएबल सिओजिएसको भागको धेरै जसो गल्ती गर्ने उसमा त अब रेभेन्यूको त यत्तिकै नै थाहा भइहाल्छ। जस्तो हाम्रो एकाउन्ट रिसिभेबल भने 50,000 थियो सुरुमा होइन। त्यसपछि आएर हामीले सेल्स गऱ्यौँ 6 लाखको भनेपछि टोटलमा हाम्रो रिसिभेबल भनेर 6,50,000 देख्नुपर्ने, तर इयर एन्डमा 60,000 देखिएछ भनेपछि हामीले के भयो भन्दाखेरि
50 50,000 पुरानो वर्षको त उठाइएन, तर अहिले 6 लाख बेचेकोमा पनि 10,000 त उठाइएन हामीले। भनेपछि 5,90,000 मात्रै क्यास आएको हो। अब हामीले यसमा भनेको थियौँ जहिले पनि इन्क्रिज र डिक्रिजको कुरा। भनेपछि यो 6 लाखमा 5,90,000 आयो भनेपछि हामीले त खासमा 6 लाख मानेर गर्दा पो 1 लाख आइरहेको थियो र। भनेपछि यहाँ 5,90,000 गर्ने बित्तिकै त 10,000को त कम देखाउनै पर्यो। त्यो हुँदाखेरि हामीले जहिले पनि यसमा गएर 10,000 घटाइदिन्छौँ यो घटाएको होइन। अब अर्को ध्यान दिनुपर्ने कुरा जस्तो हामीले सिओजिएसको गर्दाखेरि जहिले पनि हामीले हेर्नुपर्छ दुईवटा कुरा। एउटा हेर्नुपर्छ इन्भेन्ट्री, अनि त्यसपछि आएर अर्को एकाउन्ट पेएबल होइन। अब यसमा वर्किङ मैले एउटा बनाएको छु, जस्तो मलाई चाहियो हामीले कति पेमेन्ट गऱ्यौँ भनेर रेलिभेन्ट त हो होइन हामीलाई मतलब भनेको। त्यो हुँदाखेरि पहिला मैले जहिले पनि सुरुवात गर्ने केबाट इन्भेन्ट्रीबाट। जस्तो 40,000 थियो इन्भेन्ट्री, 35,000 भयो भनेपछि त 5,000 त हामीले त कन्ज्युम गरेछौँ यो वर्ष होइन। यो सिओजिएसमा त हाम्रो 3,60,000 मध्ये त 5,000 त हामीले पुरानो वर्षकै चलाएको रहेछौँ होइन। त्यसलाई फर्मुलैबाट बुझ्दाखेरि ओपनिङ प्लस पर्चेस माइनस क्लोजिङ स्टक भनेको त सिओजिएस हो होइन। भनेपछि हामीलाई यसमा निकाल्नुपर्ने छ अहिलेको, हामीले त पेमेन्टको कुरा मात्रै हेर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि हामीले पेएबलको कुरा हेर्नु पर्दाखेरि पर्चेस कति गरेका छौँ त यो वर्ष, फेरि पर्चेस गरेको पनि पुरै पेमेन्ट नगरेको पनि हुनसक्छ नि होइन। त्यो हुँदाखेरि पर्चेस निकाल्नु भनेको सिओजिएस प्लस क्लोजिङ माइनस ओपनिङ। अब यसमा आएर जस्तो जस्तो सिओजिएस कति थियो हाम्रो 3,60,000, 3,60,000 प्लस क्लोजिङ भनेको 35,000 माइनस 40,000 गर्दाखेरि त हाम्रो आउँछ कति 3,55,000 आयो होइन। 3,55,000 आयो यसमा। भनेपछि पर्चेस यति गरेर रहेछौँ। अब त्यस्तै हाम्रो अब पेएबल फेरि ओपनिङमा कति छ भन्दाखेरि 45,000 छ होइन। त्यसमा अब हामीले थप पर्चेस गऱ्यौँ त्यो पनि पेएबललाई हिट गर्ने भयो होइन। यो माथिको पर्चेस यति त पर्चेस गऱ्यौँ नि, त्यो हुँदाखेरि 3,55,000 आयो। क्लोजिङमा हाम्रो यति छ 55,000 होइन। त्यो हुँदाखेरि हाम्रो ब्यालेन्सिङ फिगर भनेको त जहिले पनि पेमेन्ट गरेको। अब यसमा 3,45,000 हामीले पेमेन्ट गऱ्यौँ। मैले भनेको थिएँ सिओजिएसमा जहिले पनि इन्क्रिज र डिक्रिज। 3,60,000 हामीले पेमेन्ट गरेको हिसाबले त 1 लाख निकाल्यो होइन। तर हामीले एक्चुअल त पेमेन्ट कति गरेर रहेछौँ 3,45,000। त्यो भनेको टोटल डिक्रिज कति भयो 45,000को डिक्रिज भयो। त्यो हुँदाखेरि मैले एन्सरमा जस्तो दुईवटा त्यता हामीले यहाँ घटाएको थियौँ होइन, घटाएको थियौँ 3,60,000 पेमेन्ट गरेको भनेर। तर हामीले त एक्चुअलमा 3,45,000 मात्रै पेमेन्ट गरेर रहेछौँ भने हाम्रो 15,000 त जोड्नु पर्यो, किनभने एक्स्ट्रा घटाइरहेछौँ नि हामीले 1 लाखबाट सुरुवात गर्दाखेरि त 1 लाख निकाल्दा 3,60,000 पेमेन्ट गरेको हिसाबले गरिरहेछौँ नि हामीले। त्यो हुँदाखेरि 15,000को चेन्जलाई जोड्नु पर्यो। यसमा मैले जोडिदिएको छु दुईवटा प्लस होइन। अनि त्यसमा मैले के भनेको थिएँ अर्को एउटा ट्याक्स पेड हामीले एक्चुअलमा जति गरेछ त्यो घटाइदिन्छौँ हो। हाम्रो अपरेटिङ एक्टिभिटी अघिको थोरै सल्युसनमा जस्तो अपरेटिङ एक्टिभिटिजको कुरा गर्दै तस् होइन। यसमा जस्तो यो ट्याक्स एक्चुअल पेड भने 25,000देखिको अलिक इन्करेक्ट भयो, किनभने जस्तो 10,000 ओपनिङमा थियो, क्लोजिङमा आएर 8,000 भएको छ भनेपछि त हामीले त पुरानो वर्षको 2,000 पनि तिर्यौँ, साथसाथै हामीले यो 35,000 यो वर्षको पनि तिरे गर्दाखेरि 37,000 हुनुपर्ने हो। त्यो अनुसार मैले सोल्युसन अपडेट गरिदिएको छु होइन। यसमा 37,000 थप घटाएर 1,18,000 आएको छ। यसमा अर्को फेरि कुरा कस्तो भन्दाखेरि अब स्यालेरी एक्सपेन्स र रेन्ट एक्सपेन्स छ, त्यो हामीले यसमा किन घटाएनौँ भन्ने पनि कहिलेकाहीँ कुरा आउन सक्छ, झुक्किन सक्छ। किनभने मैले अघि भने जस्तो यो 60 र 30,000 अलरेडी घटाएर 1 लाख डिराइभ भएको। हामीले यसबाट एउटा
के लिग्यो भन्दाखेरि यो हामीलाई यसमा ब्यालेन्स सिटमा पेएबल भएर नदेखिएको हुँदाखेरि जति खर्च भएको हामीले त्यति नै क्यास पेमेन्ट गर्यो भनेर देखियो। हामीले यो डिप्रिसिएसन नन क्यास भएको भएर मात्रै फुल एडजस्टमेन्ट गरे हो, नभए हामीले यसमा सबै इन्क्रिज र डिक्रिजको कुरा गर्थ्यौँ। जस्तो यसमा पनि इन्क्रिज डिक्रिजको कुरा गरिरहेको थियौँ होइन। त्यो हुँदाखेरि मैले थोरै अपडेट गर्दाखेरि 1,18,000 आएको छ होइन। अब हामीलाई अब त्यसपछि हामी इन्भेस्टिङ एक्टिभिटिजमा जाउँ। इन्भेस्टिङ भन्दा पनि हामी ब्यालेन्स सिट एप्रोचबाट जान सक्छौँ। जस्तो क्यास हामीले क्यास फ्लो नै बनाउने हुँदा यो हेर्नु परेन होइन। हामीले पछि गर्छौँ, एकाउन्ट पेबल हेरिसक्यो, इन्भेन्ट्री हेऱ्यो। यो प्लान एन्ड मेसिनरीमा जस्तो हामीलाई एउटा एडिसनल इन्फर्मेसन के दिएको छ भन्दाखेरि 20,000 त यो एसओपिएलबाट नै थाहा पाइसकियो होइन। यहाँ डिप्रिसिएसन 20,000 भनेर दिएको छ। अनि अर्को थप भनेको मेसिनरी 20,000मा बेचेर रहेछ 15,000 क्यारिङ एमाउन्ट भएको, 5,000 नाफामा होइन। हामीलाई यसमा अब यसको वर्किङ गर्दाखेरि हामीलाई यसमा एउटा त 20,000 पैसा आएको हुनु पऱ्यो होइन, मेसिनरी त्यो हुने भयो। अनि त्यसपछि अर्को हाम्रो एउटा पर्चेस पनि कति भएको छ भनेर एउटा नयाँ वर्किङ गर्छौँ। त्यो हेर्दाखेरि जस्तो प्लान एन्ड मेसिनरी 1,50,000 थियो होइन। त्यसमा आएर हाम्रो क्लोजिङमा आएर 1,70,000 भइरहेको छ। हामीले डिप्रिसिएसन 20,000को चार्ज गऱ्यौँ अनि सेल भनेर 20,000 घटाएको थियौँ। अनि यसको ब्यालेन्स सिट त जहिले पनि हामीले कति पर्चेस गऱ्यौँ भनेर त देखिने हो। त्यो हुँदाखेरि 60,000को पर्चेस गरेर रहेछौँ अनि 20,000को बेचेर रहेछौँ। यसमा हामीलाई 60,000को पर्चेस पैसा गयो, घटायो। अनि त्यसपछि सेल गर्दा 15,000को 5,000 प्रफिटमा बेच्दाखेरि 20,000 पैसा आयो। त्यो हुँदाखेरि 40,000को नेट भयो होइन। अनि फेरि अब हामी ब्यालेन्स सिटमै जान्छौँ। यसमा जाँदाखेरि एकाउन्ट पेबल हेरिसक्यो हामीले, इन्कम ट्याक्स पेबल। यो सेयर क्यापिटलमा 1,50,000 थियो, 1,70,000 भयो भनेपछि 20,000को त हामीले इस्यु गऱ्यौँ होइन। नयाँ सेयर इस्यु गरेको भनेर बुझियो। 20,000 मैले पैसा आयो भनेर देखाइदिएँ 20,000को। अनि अर्को रिटेन अर्निङ, यसमा जस्तो 65,000 थियो, अहिले आएर हाम्रो एडिसन भयो 1,00,000को होइन। गर्दाखेरि 1,65,000 हुनुपर्ने, तर हामीले त 82,000 त हामीले इयर एन्डमा देखिरहेको छौँ भनेपछि त यसमा पनि त डिभिडेन्ड पे गरेको रहेछ नि। त्यसको लागि छुट्टै वर्किङ छ। त्यो हेर्नु पर्दाखेरि जस्तो 65,000 थियो होइन। हाम्रो एडिसन अहिले कमाएको 1,00,000, त्यसमा क्लोजिङमा यति छ भनेपछि 83,000को त हामीले डिभिडेन्ड पे गरेको भने बुझ्यो। त्यसलाई पनि मैले यसमा एडजस्ट गरिदिन्छु गर्दाखेरि 63,000 आयो टोटलमा। अनि हाम्रो डिभिडेन्ड रिसिभ छ भने डिभिडेन्ड रिसिभ छ भने इन्भेस्टिङमा आउँछ, पेड छ भने फाइनेन्सिङमा भयो होइन। अब हामीले लगभग सबै सकिसक्यौँ इन्डाइरेक्ट मेथडको होइन। अब इन्भेस्टिङ र डाइरेक्ट मेथडमा इन्भेस्टिङ र फाइनेन्सिङ त एउटै हो। तर हामीले यसमा के गर्छौँ भन्दाखेरि डाइरेक्ट पैसा कति आयो र गयो भनेर डाइरेक्ट मेथडमा हेर्छौँ। थोरै यो अपडेट गरिदिनु पर्ने छ। अघिको 25,000 एक्चुअल पेडवाला लिएको थिएँ, 37,000 गर्दाखेरि 1,68,000 आइरहेको छ होइन यता। ओके, जस्तो हामीले यो पेमेन्ट कहाँबाट रिसिभ गर्यो भन्दाखेरि वर्किङ गरेको हामीले यहीँ नै छ। यसमा हामीले केही नेट त्यो पिबिटी प्रफिट आफ्टर ट्याक्सबाट केही पनि काम गर्दैन, डाइरेक्ट पैसा कति आयो गयो भन्ने हुन्छ। जस्तो रिसिभेबलमा हामीलाई पैसा आएको छ 5,90,000, अघि वर्किङ गरेको अनुसार त्यो राखियो। अनि पेमेन्ट गरेको छ 3,45,000, त्यो घटाइयो। अनि इन्कम ट्याक्स अघि भनेको अनुसार 37,000 यहाँबाट भयो। अनि त्यसपछि आएर स्यालेरी र रेन्ट हामीले अघि त इन्क्रिज डिक्रिजको मात्रै कुरा थियो, तर यसमा त एक्चुअल पेड गरेर राख्नु पऱ्यो गर्दाखेरि 90,000 यहाँबाट गर्दाखेरि टोटलमा 1,68,000 आयो। अब एन्सरमा हेर्नुहुन्छ भने पनि हाम्रो तिनवटा जोड्दाखेरि यो 63,000, 40,000
होइन। त्यसपछि आएर 1,08,000 गर्दाखेरि आएको छ हाम्रो 15,000 आएको छ होइन। त्यो 15,000 भयो, ओपनिङ हाम्रो 30,000 थियो, 45,000 गर्दाखेरि क्लोजिङमा यति आयो। यो हुँदाखेरि यति गरेपछि हामीलाई फर्मेट एउटा त घोक्नु परेन, प्लस राम्रोसँग नै जस्तो क्वेसनहरू आए पनि सल्भ गर्न सकिन्छ यो एप्रोचबाट जाँदाखेरि। हुन्छ, भिडियो यति नै भन्छु।